डिसेम्बर 2लाई कालो दिन मान्नुपर्छ भन्ने ग्रेटर नेपाल पक्षधरहरूको मान्यता रहिआएको छ। डिसेम्बर 2लाई कालो दिन किन मान्ने भन्नुभन्दा पनि पहिले डिसेम्बर 2 चाहिँ के हो भन्ने जिज्ञासा हुन्छ। डिसेम्बर 2 भनेको चाहिँ नेपाल र अङ्ग्रेजको बिचमा 1814 को अक्टोबर पछाडि नोभेम्बर 1 मा लडाईँ सुरु भयो। अनि त्यो लडाईँ चाहिँ 1815 को मे 15 मा अमरसिंह थापा र अख्तर लोन्डीको बिचमा एउटा सहमति भएर टुङ्गियो। त्यसैलाई सन्धि मान्नुपर्ने, त्यो सहमतिलाई नै। तर बेलायती पक्षले के गर्यो भने नेपालले नहारेका ठाउँ पनि समावेश गरेर, जस्तो दार्जिलिङ, सिक्किम, सम्पूर्ण तराई, त्यो पनि नेपालले छाड्नुपर्ने भनेपछि उसले भनेको समयमा नेपालले सही नगरेर लम्ब्यायो समय। फेरि अङ्ग्रेज पक्षले चाहिँ लडाईँ गर्ने भनेर यहाँ भीमफेदीसम्म आयो। अनि नेपालले सही गरिदियो। तर उसले चाहिँ पठाएको जुन सन्धि हो, त्यो सन्धि चाहिँ डिसेम्बर 2 मा पठाएको थियो। डिसेम्बर 2 मा उसले सही गरेर। अनि त्यो डिसेम्बर 2 मा उसले पठाएको सुगौली सन्धिका कारणले नेपाल चाहिँ 3,34,250 वर्ग किलोमिटरबाट 1,47,516 वर्ग किलोमिटरमा झर्यो। कारण त्यो डिसेम्बर 2 का कारणले हाम्रो क्षेत्रफल घटेको हुँदा यो डिसेम्बर 2 लाई कालो दिन मान्दै आएको हो ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले। र सबै नेपाली जनताले पनि हाम्रो क्षेत्रफल घटाउने यो दिनलाई चाहिँ कालो दिनको रूपमा मान्नुपर्छ भन्ने मेरो आग्रह छ। धन्यवाद।